नेपाल सुन्दर हिमाल, हरियाली गाउँ, तर यी दृश्यहरूले मात्र वास्तविकता देखाउँदैन। नेपाली किसानहरूको स्ट्रगल, उनीहरूको सपना र च्यालेन्जेस प्राय मिडियामा देखिँदैन। यस डकुमेन्ट्रीमा हामी उनीहरूको हिडन रियालिटी देखाउने छौं। नेपालको कृषि हजारौं वर्ष पुरानो छ। ट्रेस फार्मिङ, ट्रेडिशनल इरिगेसन, अर्गानिक प्र्याक्टिस, यी सबै परम्परागत मेथडहरूले देशलाई फुड प्रोभाइड गरिरहेका छन्। तर मोडर्नाइजेसन, लिमिटेड एजुकेसन र फाइनान्शियल कन्स्टेन्टले नयाँ मेथड अपनाउन कठिन बनाएको छ। किसानहरू नयाँ तरिका अपनाउन चाहन्छन्, तर पुराना रुल र ल्याक अफ सपोर्टले रोक्छ। मानौ अब हामी नयाँ तरिका अपनाउन चाहन्छौं, तर पैसा र नलेज नहुनाले यो सम्भव हुँदैन। हामी मेहनत गर्छौं, तर प्रॉफिट कम आउँछ। एक टिपिकल डे सुरु हुन्छ बिहान 4 बजे। ट्र्याक्टर छैन धेरै ठाउँमा। फार्मर म्यानुअल मेहनत गर्छन्, फिल्ड जोत्ने, बोझ बोक्ने, पानी हाल्ने, तर मार्केटमा प्रोपर प्राइस नपाउँदा इन्कम फ्लक्चुएसन धेरै हुन्छ। यो जीवन स्ट्रगलको भाग हो। नेपालमा 70% किसानले फार्मिङबाट वार्षिक 1.5 लाख भन्दा कम कमाउँछन्। धेरैले सिजनल माइग्रेसन वा एक्स्ट्रा लेबर गरेर जीविका चलाउँछ। प्रथम त यहाँ रुरल एजुकेसन कम छ। ल्याक अफ नलेज र एक्सपोजरले किसानहरूलाई नयाँ टेक्निक एडप्ट गर्न बाधा पुर्याउँछ। अर्गानिक फार्मिङ, ड्रिप इरिगेसन, यी सबै सम्भावना छन्, तर सपोर्ट नहुँदा उनीहरूलाई उपलब्ध हुँदैन। हामी डिजिटल मेथड र स्मार्ट फार्मिङ बारे जान्न चाहन्छौँ, तर ट्रेनिङ सेन्टर टाढा छन् र इन्टरनेट एक्सेस पनि लिमिटेड छ। प्रोडक्सन भए पनि फेयर प्राइस पाउन गाह्रो छ। मिडलम्यान एक्सप्लोइटेसन कमन छ। गभर्नमेन्ट पोलिसीज सपोज टु हेल्प, तर प्राय इन्फेक्टिभ छन्। एक्सपोर्ट पोटेन्सियल भए पनि इन्फ्रास्ट्रक्चर र लजिस्टिक प्रब्लमले रोक्छ। एनुअल कस्ट, हार्वेस्ट लस नेपालमा लगभग 25 देखि 30% इस्टिमेटेड छ। मोस्टली स्टोरेज र ट्रान्सपोर्टको कमीले यङ फार्मर नयाँ टेक्निक एडप्ट गर्न चाहन्छ। अर्गानिक फर्टिलाइजर, ड्रिप इरिगेसन, ग्रीन हाउस फार्मिङ र क्रेडिट एसेस, प्रोपर ट्रेनिङ र गभर्नमेन्ट सपोर्ट नहुँदा प्रोग्रेस स्लो हुन्छ। छोटा स्केल चेन्ज स्टोरेज छ, तर लार्ज स्केल चेन्ज रोकिएको छ। छोटा स्केल एक्सपेरिमेन्ट हुँदा एक्सपेन्सन सम्भव छैन। क्लाइमेट चेन्जले किसानको जीवन कठिन बनाएको छ। हेभी रेनफल, ल्यान्डस्लाइड, फ्रिस्ट अट्याक, यी सबै डेली रियालिटी हुन्, तर गभर्नमेन्ट रेस्पोन्स स्लो छ। फार्मर इम्प्रुभ सेसन र कम्युनिटी इफोर्टमा भरोसा गर्छन्। पछिल्लो दशकमा नेपालले लगभग 15% सिरियल क्रप हटाउनु परेको छ क्लाइमेट इम्प्याक्टको कारण। फार्मिङ अफन लो स्टाटस कोट मानिन्छ। युथ अर्बन जब्स वा फरेन इम्प्लोइमेन्ट तर्फ माइग्रेट गर्छन्। रिजल्ट ट्रेडिशनल नलेज हराउँछ। रुरल इकोनोमी कम हुन्छ। एग्रिकल्चर सस्टेनेबिलिटी थ्रेटेन्ड हुन्छ। सिस्टम सपोज टु हेल्प, तर फेल भएको छ। स्मल स्केल सक्सेस स्टोरी छ। कोअपरेटिभ फार्मिङ, अर्गानिक सर्टिफिकेसन, माइक्रो फाइनान्स इनिसिएटिभहरूले पोजिटिभ चेन्ज ल्याइरहेको छन्। टेक्नोलोजी एडप्सन, एजुकेसन, पोलिसी रिफर्म सही समयमै भए नेपाली फार्मरहरूको रियालिटी बदल्न सकिन्छ। मानव मैले अर्गानिक भेजिटेबल एक्सपोर्ट गर्न थाले। इन्टेन्टली चेन्जेस थिए, तर सपोर्ट र नेटवर्किङले अब इन्कम स्टेबल छ। यसले भिलेज इकोनोमी पनि अपलिफ्ट गर्यो। नेपाली किसानहरूलाई हार्डवर्किङ, रिसाइलेन्ट र डेडिकेटेड सिस्टमले हाइडर गरेको छ, तर वर्क अझै पनि छ। ट्रु रिकग्नाइजेसन, सपोर्ट र इनोभेसन बिना स्ट्रगल अझै जारी रहनेछ। रियालिटी हरास छ, तर चेन्जेस पनि पोसिबल छ। आई होप इफ यु लाइक दिस भिडियो, यदि मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुहोला। फेरि मिल्ने नै छौं नेक्स्ट भिडियोमा।